शिक्षा मानव जीवनको मेरुदण्ड, अज्ञानताको अन्धकार चिर्दै समाज रूपान्तरण गर्ने अमूल्य शक्ति। त्यही उज्यालो यात्रा सुरु भयो शुद्धोदन 4 फर्सा टिकटको मुटुमा। विक्रम सम्वत 2048 साल कलिलो उमेरमै शिक्षाको गहिरो महत्त्व बुझेका दूरदर्शी व्यक्तित्व पानकुमार फौदारज्यूको अथक प्रयास र पहलमा स्थापना भयो लिटल फ्लावर्स अंग्रेजी माध्यमिक विद्यालय। ग्रामीण भेगमा पनि आधुनिक र युग सुहाउँदो अंग्रेजी माध्यमको विद्यालय सञ्चालन गरेर यहाँका बालबालिकामा शिक्षाको उज्यालो फैलाउन सकिन्छ, समाजलाई योग्य सक्षम नागरिक दिन सकिन्छ। त्यही सपना बोकेर सुरु गरिएको थियो यस विद्यालयको यात्रा। आज यही सपना साकार बन्दै म पानकुमार फौदार एस लिटल फ्लावर्स इंग्लिश बोर्डिङ स्कुलको अध्यक्ष र वास्तवमा यो विद्यालय स्थापना कालदेखि हालसम्म यो बुटोलको तिनाउ नदीदेखि दानव नदीको बीचमा अवस्थित शुद्धोदन 4 फर्सा टिकरमा अवस्थित रहेको छ। यहाँका बुद्धिजीवी अभिभावक र शिक्षा प्रेमी अभिभावकहरूको सक्रियतामा 2048 सालमा स्थापना भएको हो। यो स्थापना गर्ने क्रममा धेरै उकाली ओह्रालीहरू भए तापनि हाल आएर यस विद्यालयले गुणस्तर शिक्षा दिनुपर्छ। यहाँका बालबालिकाहरू टाढा जानु हुँदैन। बुटोल भैरवा लगायतका ठाउँहरूमा जाने गर्थे, इन्डियाको विभिन्न ठाउँहरूमा जाने गर्थे, त्यो जान हुँदैन। हाम्रो यही स्थानीय स्तरमै यस विद्यालयलाई लैजानुपर्छ भन्ने उद्देश्यका साथ स्थापना गरेका हौँ। हाल आएर यो विद्यालय प्ले क्लासदेखि कक्षा 12 सम्म सञ्चालन भइरहेको छ र यस विद्यालयमा उत्पादन हुने विद्यार्थीहरू हामीले क्वान्टिटीभन्दा पनि क्वालिटीलाई हाम्रा विद्यार्थीहरू भोलिका दिनमा विभिन्न क्षेत्र ओगट्न सकुन्, बिग्न सकुन् भन्ने उद्देश्यका साथ हामीले यसलाई सञ्चालन गरिरहेका छौँ। र यस्तै गरी तपाईँ अभिभावक, बुद्धिजीवी, शिक्षा प्रेमी तपाईँहरूको सदा यसरी नै माया रहिरहोस्। यस विद्यालयलाई एउटा यो क्षेत्रको एउटा स्मार्ट स्कुल बनाउनको लागि हामी अभिभावक र बुद्धिजीवी र शिक्षा प्रेमी सबैको सुझावलाई सङ्कलन गरेर यस विद्यालयलाई एउटा स्मार्ट स्कुलको रूपमा वा यस फर्सा टिकटलाई पहिचान गराउन लागेका छौँ। यसको लागि पक्कै पनि तपाईँहरूको सहयोग साथ यसरी नै तपाईँहरूको माया ममता बढ्नेछ, रहनेछ। नमस्कार, म लिटिल फ्लावर अंग्रेजी माध्यमिक विद्यालय की प्राचार्य श्रीमती दिलकुमारी फौदार। यो विद्यालय 2048 सालमा स्थापना भएको हो र कक्षा 11 को हकमा 2 दशकभन्दा पनि बढी भइसक्यो र हामीले यहाँ गुणस्तरीय शिक्षालाई जोड दिएका छौँ र यसमा आधुनिक सुविधाहरू जस्तै स्मार्ट टिभी, एयर कन्डिसनर क्लासरुम, पिसफुल इन्भाइरोमेन्ट र हामीले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै नदिएर तिनीहरूको चौतर्फी विकासका लागि हामीले म्युजिक, डान्स, कराटे क्लास पनि सञ्चालन गरिरहेका छौँ र यस वर्षदेखि हामीले डीजे कक्षा पनि सञ्चालन गर्दै आइरहेका छौँ ताकि विद्यार्थीहरूले विदेशी पढाइको ज्ञान पनि यहाँ हासिल गरून्। र यति मात्रै नभएर हामीले विद्यार्थीको नैतिक शिक्षामा पनि हामीले जोड दिन्छौँ। यसको लागि हामीले समय समयमा मोटिभेसनल ट्रेनरहरूलाई ल्याएर विद्यार्थीहरूलाई तालिम दिने व्यवस्था गर्छौँ र आज यो विद्यालय जुन स्तरमा पुगेको छ यसको श्रेय यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, हाम्रा अभिभावकज्यू र हाम्रा शिक्षकहरूको अठोट मेहनतको नतिजा हो र आगामी दिनहरूमा पनि उहाँहरूको यस्तै विश्वास, माया रहन्छ भन्ने आशा छ। उहाँहरूको यो मायाले हामीलाई अझै थप ऊर्जा, अझै गुणस्तर शिक्षा दिन अझै हामीमा हौसला प्रदान होस् भन्ने हाम्रो उद्देश्य हो। धन्यवाद। नमस्कार, म एस लिटल फ्लावर अंग्रेजी माध्यमिक विद्यालयको सहप्राचार्य
र +2 संयोजक हो। हामी यस भेगमा 2060 सालमा +2 सञ्चालनमा ल्याएका हौँ। अहिले हामीहरूमा रहेको कुरा के छ भन्दाखेरि म्यानेजमेन्टतिर होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता अहिले रिसेन्टली चलेका एकदम चर्चित सब्जेक्टहरू पनि हामी यहाँ चाहिँ पढाइरहेका छौँ। यहाँ होटल म्यानेजमेन्टमा हामीले चाहिँ विभिन्न प्र्याक्टिकलहरू भयो। हाम्रा यहाँका चाहिँ 5 स्टार लेभल्सका होटल्सहरूमा हामीले चाहिँ होटल भिजिटहरू गराउँछौँ। अनि यहाँका चाहिँ विद्यार्थी भाइ बहिनीहरूले बिहानमा पढ्ने, दिउँसोमा चाहिँ क्याजुअल ग्रुपमा पनि काम गरिरहेका पनि छन्। यसरी हाम्रो चाहिँ अहिले चलिरहेको छ भने हाम्रो यहाँबाट उत्तीर्ण विद्यार्थीहरू +2 तर्फ फाइनेन्सतिरबाट पनि विभिन्न ब्याङ्कहरू, विभिन्न वित्तीय संस्थाहरूमा पनि एज अ म्यानेजर ग्रुपमा ठुलो आफ्नो चाहिँ पोस्टमा पनि काम गर्न सफल भइरहेका छन्, आफ्नो सफलता देखाइरहेका छन्। ग्रामीण क्षेत्रमा भए पनि हाम्रो रिजल्ट रूपन्देहीकै उत्कृष्ट रिजल्ट चाहिँ दिइरहेका छन् +2बाट। लिटल फ्लावर स्कुलले 34औं वर्षको गौरवमय यात्रा पूरा गर्दै विभिन्न आरोह अवरोहहरू पार गर्दै सफलता चुम्दै आएको छ। शिक्षाको ज्योति बाल्दै अज्ञानताको अन्धकारलाई हटाउँदै हामी गन्तव्यतर्फ अग्रसर छौँ। यस विद्यालयले प्ले ग्रुपदेखि कक्षा 12 सम्म स्तरीय र समसामयिक शिक्षा प्रदान गर्दै आएको छ। शिक्षा, मानविकी तथा व्यवस्थापन समूह अन्तर्गत विभिन्न विषयमा विद्यार्थीहरू अध्ययन गर्दै आफ्नै खुट्टामा उभिन सफल भएका छन्। विशेष गरी होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरू देश विदेशका प्रतिष्ठित होटल, रेस्टुरेन्ट र क्याफेहरूमा कार्यरत छन्। यस विद्यालयले उत्पादन गरेका सयौं डाक्टर, इन्जिनियर, प्रशासक, शिक्षक, बैंकिङ क्षेत्रका दक्ष जनशक्तिले आज देशको हरेक कुनामा आफ्नो प्रतिभा देखाइसकेका छन्। हामी गौरवान्वित छौँ किनकि हाम्रा विद्यार्थीहरू समाज रूपान्तरणको मेरुदण्ड बनेका छन्। पढाइ मात्र होइन, व्यक्तित्व विकासका लागि विविध अतिरिक्त क्रियाकलापहरू यस विद्यालयको विशेषता बनेका छन्। आन्तरिक तथा बाह्य प्रतिस्पर्धामा भाग लिँदै विद्यालयले शुद्धोदन गाउँपालिकाको गौरव उच्च बनाउँदै आएको छ। आजको आवश्यकता सबैको साझा प्रयास। हामी सबै जुटौं, शिक्षाको ज्योति फैलाऊं, लिटलका फूलहरू अझ सुन्दरसँग फक्रिरहुन्, समाजमा सुवास छरिरहुन्।